हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ। सन्चै राम्रै हुनुहुन्छ? कता कता हुनुहुन्छ? भर्खरै दसैँलाई बिदा गर्यो। अब फेरि लगत्तै तिहार आउँदैछ, चाडबाड आइहाल्छ। अनि चाडबाड आएपछि आफ्नो चाडबाड त मनाउनै पर्यो। सबै आफ्नो फ्यामिलीहरूसँग रमाइलो भेटघाट यताउति त्यो भइहाल्छ। त्यसले गर्दा यो कामहरूलाई निरन्तरता दिन सकिरहेकै छैन। तपाईँहरूको पनि कस्तो भयो दसैँ? राम्रै भयो होला आशा राख्छु। दसैँले गर्दा कतै टाढाको यात्रा गर्नुभएको छ भने पनि एकदमै सोचेर बुझेर मात्रै हिँड्नु होला, किनकि यो पानी आउने, बाढी पहिरो जाने घटनाहरू धेरै घटिरहेको छ। आफ्नो एकदमै ख्याल गर्नु होला, एकदमै सेफ रहनु होला भन्न चाहन्छु। तपाईँहरूको यात्रा शुभ रहोस्। शुभ दिन। धन्यवाद।